Hello, everybody. Welcome back to yet another exciting Sujan vlog. And I'm your host, Sujan Limbu. र आज चाहिँ म आएको छु यो फिदिम बजारबाट करिब 6-7 किलोमिटर नजिक रहेको एकदमै ऐतिहासिक अनि धार्मिक पर्यटकीय स्थल यो थाक्ले मन्दिरमा आएको छु। र आज म तपाईँहरूलाई चाहिँ ओभरअल यो थाक्ले मन्दिरमा रहेको विभिन्न ब्युटिफुल केव्सहरू, गुफाहरू अनि टेम्पल्स, मन्दिर साथमा अन्य भ्यू चाहिँ म तपाईँहरूलाई देखाउने छु। लेट्स गो। सो यो पारी तल मुनिको चाहिँ यो चाहिँ तमर नदी हो, पारी तेह्रथुम जिल्ला। एन्ड दिस इज द ब्युटिफुल भ्यू अफ थाक्ले माङ्गिम। अनि यो चाहिँ झाँक्री थान तपाईँ यहाँ देख्न सक्नुहुन्छ। एन्ड हेयर वी गो, दिस इज द ब्युटिफुल भ्यू अफ थाक्ले मन्दिर है। सो यो चाहिँ श्री सिंह देवी मन्दिर, प्राकृतिक शक्ति पीठको रूपमा पनि हामी चिरपरिचित ठाउँ हो यो। म चाहिँ म्याक्सिमम् टाइम यहाँनिर आइरहेको हुन्छु। एन्ड यो ठाउँ चाहिँ एकदमै पिसफुल, कामिङ अनि एकदमै मोटिभेसनल ठाउँ छ, एकदमै पोजिटिभ भाइब्स मिल्छ। अनि म तपाईँलाई यहाँ देखाउन गइरहेको छु, यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो याक्थुङ मन्दिर अनुसार युमा यहाँ तान बुन्दै थाकमा गर्दै बस्नु भएको छ यहाँ युमा। र यहाँ शिलालेख लिम्बू भाषामा लेखिएको पनि छ। सो तपाईँहरू माथि देख्न सक्नुहुन्छ गणेश र अन्य भगवानहरूबाट कुदिएको यो सुन्दर दृश्य तपाईँलाई म यहाँ देखाइरहेको छु। अनि तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ श्रीजङ्गा तेङसिङ श्रीजङ्गा, उहाँले याक्थुङ अनेपान विकास र याक्थुङ भाषाको लागि आफ्नो ज्यान बलिदान गर्नुभएको छ। सो तेङसिङ श्रीजङ्गाको उहाँ अङ्कित यहाँनिर हामी यहाँ मूर्ति देख्न सक्छौँ। यो सँगै 16औं राष्ट्रिय विभूति समाज सुधारक महागुरु फाल्गुन्द उहाँको यहाँ कुदिएको यहाँ हामी यहाँ मूर्ति देख्न सक्छौँ। सो एकदमै हिस्टोरिकल ठाउँमा आएको छु, एकदमै रिलिजियस एन्ड हिस्टोरिकल ठाउँमा आएको छु। एकदमै पोजिटिभ भाइब्स भइरहेको छ, एकदमै शान्त वातावरण, एकदमै कामिङ इन्भाइरोमेन्ट। सो तपाईँहरू को आउनुभएको छ यो ठाउँमा, जसले मेरो ब्लग हेर्नु भएको छ कृपया कमेन्टमा मेन्सन गर्नु होला। एन्ड मेरो ब्लग कस्तो लागिरहेको छ यहाँलाई कृपया सुरुवातदेखि अन्तिम चरणसम्म हेरेर सहयोग पनि गर्नु होला। एन्ड कृपया डोन्ट फर्गेट टु फलो गर्न, लाइक गर्न अनि सेयर गर्न नबिर्सिनु होला है त। सो दिस इज द ब्युटिफुल भ्यू अफ श्री सिंह देवी थाक्ले मन्दिर। सो अहिले चाहिँ म माथिको यो जुन टपमा छ त्यहाँ म जाँदैछु। अस्तिपटक आउँदाखेरि चाहिँ यहाँनिर एकदमै धेरै झाडी प्लस यहाँ पहिला आगो लागि पनि तलसम्म भएको थियो, तर रिसेन्ट चाहिँ उहाँले सफा गर्नुभएको छ। सो ह्याट्स अफ टु दोज जसले यहाँ सरसफाइ गर्नुभयो। एन्ड यो टाइम चाहिँ भ्यालेन्टाइनको स्पेसल टाइम पनि भइरहेछ। सो तपाईँहरू कसरी सेलिब्रेट गरिरहनु भएको छ, एन्ड विसिङ यु अल ह्याप्पी भ्यालेन्टाइन्स। सो यहाँबाट चाहिँ ब्युटिफुल तमर नदीको भ्यू तपाईँहरू देख्न सक्नुहुन्छ। अनि तल माइचार पुल, पारी आठसबाई गाउँपालिका। तपाईँलाई मैले प्रिभियस ब्लगमा यहाँको ब्युटिफुल चिलामसाकमा र केही सहितको ब्युटिफुल गेट पनि म तपाईँहरूलाई मेरो ब्लगमा देखाएको थिएँ। एन्ड दिस इज महादेव थान, यो चाहिँ महादेव थान हो। सो यहाँबाट पारिबाट तपाईँ देख्नु भएको छ यो फिदिम बजार, एन्ड यो चाहिँ महादेव थान। पारी ब्युटिफुल डाँडा तपाईँले देख्नु भएको छ, यो पारी सरसिउला अनि यो सरखण्डे। नाउ आइएम एट टप अफ दिस थाक्ले माङ्गिम है, थाक्ले मन्दिरको म टप डाँडामा आएको छु, महादेव थानको पछाडि छ। सो तपाईँहरूलाई कस्तो लागिरहेको छ कृपया कमेन्ट गर्नु होला। अनि को आउनु भएको छ मेन्सन पनि गर्नु होला है। सो यो चाहिँ चुलीढुङ्गा श्री सिंहदेवी मन्दिर। एन्ड यो श्री सिंहदेवी थाक्ले मन्दिर परिक्रमा गर्न चाहिँ एप्रोक्सिमेटली हाफ एन आवर अथवा 1 आवर अझै बढी लाग्छ, किन भन्दाखेरि यस्तो ब्युटिफुल यो फुटवर्कको लागि हिँडेर जानको लागि डाँडा काँडा सबै ठाउँ यस्तो सेफली बनाउनु भएको छ। एन्ड यहाँको मैले इन्भाइरोमेन्ट पिसफुल भनिहालेँ, एकदमै टप लेभलबाट भ्यू पनि मोबाइल देखिन्छ। तपाईँले कसले देउरालीमा यसरी ढुङ्गा बनाउनु भएको छ, कस्तो ब्युटिफुल्ली बनाएको छ। अनि मजाले घुम्ने ठाउँ पनि छ, निकै धेरै कम्पाउन्ड वरिपरि गर्नुभएको छ। रिसेन्ट सरसफाइ पनि गर्नुभएछ। सो आइएम रियली ह्याप्पी टु सी दिस। अस्ति म आउँदाखेरि चाहिँ यस्तो थिएन। सो यहाँनिर पनि अर्को मूर्ति बन्दैछ, फेरि पनि तमर नदीलाई हेरौँ। एन्ड लुक एट दिस ब्युटिफुल भ्यू है, यहाँ पनि मूर्ति बन्दैछ। एन्ड कम्प्लिटली के को मूर्ति हो भने चाहिँ अहिले मेरो रिकगनाइज गाह्रो भइरहेछ।
अस्ति चाहिँ यहाँनिर आगो लागि पनि भएको थियो एन्ड यो पारी तमर करिडोर कुमाई गाउँपालिका सो अहिले म टप यो थाक्ने मन्दिरको टप हाइटमा छु एकदमै मजाले रिफ्रेसिङ भइरहेको छ हावा चलिरहेको छ एकदमै पोजिटिभ भाइब्स अनि आफै पनि यो रिलिजियस अनि हिस्टोरिकल ठाउँमा आएको छु एकदमै यहाँको भ्यू यहाँको इन्भाइरोमेन्ट अति बवाल छ अनि यहाँबाट हामी तमोर नदीलाई मजाले हेर्न सक्छौँ पारी तेह्रथुम अनि पाँच थरलाई निहाल्न सक्छौँ सो तपाईँहरू मेरो युट्युब च्यानल सुजन लिम्बूमा गएर पनि कृपया मेरो ब्लग्सहरू हेर्न सक्नुहुन्छ र मेरो युट्युब च्यानल कृपया सर्च गर्नुहोला सुजन लिम्बू तमोर नदीलाई कस्तो बब्बाल देखिरहेको छ यहाँबाट माइचारको पुल सो यहाँको बाटो चाहिँ एकदमै सेफली यस्तो बबाल नेचुरल ल्यान्डस्केप भएको ठाउँमा यस्तो सेफली बनाउनु भएको छ बाटो दिस ल्यान्डस्केप एन्ड भ्यू इज रियली एन्ड इन्क्रेडिबल है सो यो चाहिँ सिंहदेवी प्राकृतिक गुफा यस्तो बबाल केभ्सहरू गुफाहरू छ लुक एट दिस गाइज सो विथ दिस आजको मेरो यो ब्लग यहीँ सकिन्छ एन्ड थ्याङ्क यू सो मच फर वाचिङ माई ब्लग सुरुवातीदेखि अन्तिम जरसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच किप लभिङ किप वाचिङ स्टेइङ टुगेदर one more time wish you a very happy Valentine's Day to everyone and keep watching. See you another vlog. Bye bye.